मेरो सबैजनालाई जय मसी र विशेष गरिकन हामी चाहिँ आज हामी उता गेजिङ अनि लेक्से बर्फोक जाँदैछौँ। अनि हामी चाहिँ यहाँ विशेष गरिकन विवाहको कार्य छ। हामी जन्ती हौँ, यति सबैजना जन्ती छौँ अनि जन्ती भएर हामी जाँदैछौँ भाइ लोकेशको। अनि यहाँ विवाह छ आज, हामी त्यहाँ पुग्नुपर्ने छ। त्यसले गर्दाखेरि अब हामी यहाँबाट गाडीमा भएर जानेछौँ अनि गाडीमा भएर हामी गेजिङदेखि लिएर लेक्सेप भएर हामी जानुपर्नेछ। हुन्छ, हामी यहाँ कल्ल्या हुनुहुन्छ अनि एल्डर बाउ पनि हुनुहुन्छ यहाँ हाम्रै आइएमएस चर्चको एल्डर बाउ एल्डरनियामा यहाँ बेहुली अनि बेहुला हजुरको ल हुन्छ। अनि अरू चाहिँ यहाँ भित्र हुनुहुन्छ, अब निस्किँदैछौँ। हुन्छ, धन्यवाद। ल लाग्यौँ, हामी यहीँ बारीहरू बोकेर लाँदैछौँ। अलिकति बाटो अप्ठ्यारो छ। आजको यो ब्लगमा तपाईँहरू सबैलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र आज चाहिँ हामी विवाहमा जन्ती भएर जाँदैछौँ है। यो चाहिँ गाडी हो, जन्ती जाने गाडी। अनि यहाँ उहाँ गुरुजी मात्रै नभएर हाम्रो जन्ती ग्रुपमा पनि हुनुहुन्छ एल्डर बाउ। जय मसी। हाम्रो एल्डर बाउलाई एकदम मजाको देख्दो रहेछ त हाम्रो लोकन्दी, हाम्रो बहिनी। लुक एट मी प्लिज। यो चाहिँ हाम्रो सपोर्टर, हाम्रो चर्चको दाहिने हात पनि सपोर्ट धेरै राम्रो गर्छ। जय मसी त गर न। के भएछ? हामी लाग्यौँ है। ल हामी लाग्यौँ अब। हुन्छ, जन्ती गएको बिहामा। म 75-6 हो। ल सिलाम सागमा त लाइन त म त प्रब्लम हुँदैछ। धन्यवाद, हामी निस्क्यौँ है। सबैलाई हामी जाँदैछौँ हाम्रो यहाँ लोकेश भाइको आज जन्ती। विशेष गरी कुन लेक्सेप बर्फोक के चाहिँ याद छैन, काका पुऱ्याउँछ कि हिँड्ने हो। बाटै अप्ठ्यारो है। लु यस्तो छ लेक्सेपको बाटो, स्पिड हिँड्नु नमिल्ने। उताबाट आएको गाडी पनि भेट देख्दैन हो। यस्तो चाहिँ चेपचापबाट छिर्नुपर्छ। यस्तो छ है। हामी चाहिँ यस्तोमा जाँदैछौँ। सिक्किमको बाटो छ है। यस्तो छ नि हो बाटो, के गर्नु। गाडी बिजोकले कुद्दैछ। बिहामा चाहिँ गएको, तर यस्तो छ है बाटो चाहिँ। माइलको चाहिँ यता तर यो ड्युटी गर्दो होला नि त। राबङतिर डुलाउँदै अहिले चाहिँ के भन्छ लेक्सेप चाहिँ आइपुग्यौँ। अनि लेक्सेप यता बर्फोक भन्छ। अनि बर्फोकमा आइपुगिराखेको छौँ है। यति बेला चाहिँ हामी यहाँबाट अझै बिहाको घर जानु रहेको छ। त्यसले गर्दा ल है हामी लाग्यौँ है।
साह्रै बाटो चाहिँ यस्तो छ। मेरो स्पिरिचुअल वाइफ अनुहारै देखाउँदैन नि त, त्यो नराम्रो शान्त हो त्यो। खेत भएर हामी जाँदैछौँ अनि रोडदेखि अलिकति टाढो छ अनि हामी यहाँ आइपुग्यो। यहाँ फिलहालमा चाहिँ हामी आइपुग्दैछौँ। तपाईँको गाउँको याद आयो है? मेरो माइताको याद आयो। माइत दरमदिन यस्तो छ नि त खासमा चाहिँ। यस्तो धान देख्दा चाहिँ दरमदिनको याद आयो। वास्तविकमा मेरो ससुराली पनि यस्तै छ। खेत आयो घर 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 यसु तपाईँको सुन के भन्यो खोलाले त निकै टाढो रहेछ है हामी जानुपर्ने चाहिँ बिहाको घर चाहिँ। ल जय मसी जय मसी एल्डर जय मसी जय मसी एल्डर ल हामी भेट्यौँ सुक्को टिम्बुर त हो त खाने टिम्बुरै हो। लु के भयो तल होइन कलियाहरू पुगेर आउनुपर्छ होइन पहिला होइन गेटबाट मात्रै गेटमा त्यो हामी बस्नुपर्छ नि। ए हो खै यो बेहुलाको साथी त बेहुला कहाँ पुग्यो यो साथी यहीँ छ त। धन्यवाद छ यो समयको लागि परमेश्वरलाई जुन परमेश्वर यो सुन्दर समय परमेश्वर जुन आज छोरी विवाहको दिन परमेश्वर यो गेटमा रिबिनलाई काट्न लागेको छु। अब उपरान्त समय परमेश्वर तपाईँको हातमा सबै कुरा असल हुनमा तपाईँ परमेश्वरले मद्दत गर्न होस्। हरेक कुरामा तपाईँले गर्नु यसरी हो अनि यसरी पार्ट्स आउँछ नि यसरी। होप्पा यसो सुम्बाक त राख्नु पर्ने। हामी एउटा बाबुआमामा अब मान्छे गुम्बा खाट्न बाबुआमा माया माइती सोधेको मात्रै राख्ने त भरे होला नि होइन। सोधेको मात्रै अब चाहिँ मेरो त कालो समातो आमाले पनि ढोकिहाल्यो पहिला। अब निस्कनु
आमाले सेवा अब अब चाहिँ सबै ल्याउनु सबै यहीँ नै राख्नुहोस् कि भुइँमा राख्नुहोस् न छैन रहेछ अनि जम सबै कुरो mulriti yatumare tibo yatumare mulriti ona sisa Ciaban como Ciaban istimewa बस्दा बस्दा हुन्छ 12 वर्षमा एकै वर्ष आयो अब त्यहाँ आयो दिनु भएको थियो नि होइन सबै छ नि होइन यता के भन्छ माइती पक्षबाट जुन कुरा डिमान्ड गर्नुभएको थियो है त्यो सबै कुरा छ नि सबै आयो 12 पया दाम्रो बाटो गाँठो त एउटै हो के गर्नु वचनले भन्दा चाहिँ दुईटा चाहिँ एउटै शरीर हो होइन आमा बाउलाई छर्छ अब उनीहरू दुईजना आयो भन्ने कुरामा आएर पोइन्टमा हेर्दै गर्दा बुझ्न पर्छ भन्दाखेरि चाहिँ जुनै परिस्थितिमा जुनै स्थितिमा जुनै माया र पुरै फेरि पनि तपाईँको चरणमा आइकन तपाईँ प्रभुलाई अन्तर्वृत्ति गर्दै गर्दा हामीले पुकार गर्नुभन्दा अगाडि प्रभु तपाईँले जानिसक्नु भएको छ अनि यो मण्डपलाई हामी तपाईँको हातमा समर्पण गर्छौँ अनि यो मण्डपको अर्थ चाहिँ बुबा साँच्चै नै प्रभु यो जो बेहुला बेहुली अनि साँच्चै नै प्रभु यो एउटा पर्छ तपाईँको सुरक्षा अनुग्रह छ यो मण्डपलाई पनि तपाईँ परमेश्वरको सुरक्षामा हामी बाँध्छौँ बाबा धन्यवाद सबै कुरोको लागि येशू ख्रीष्टको नाममा आमेन सुनाउने छन् यहाँ अब एउटा नमुना सुन्ने गरी श्रीमान सुखदोज लिम्बूको कान्छी सुपुत्री सोमाया लिम्बू चाहिँ साकिन रावङला निवासी श्रीमान सुखबहादुर राईको निजी छोरा लोकेश राईको शुभ विवाह गरिदिँदा काले पुण्य मारे पाप उहाँको धर्म भने कुटुम्बको साथमा 10 लिम्बूको पनि हाम्रोबाट आशीर्वाद दिँदै साथै हस हवसमा सही छाप गऱ्यौँ बस यति नै लेखिएको छ यसमा हो अन्त तपाईँहरूको कुटुम्ब पक्षका रणवीर सिंह बाजे हुनुहुँदो रहेछ काँसे लोटा एउटा दिनुभएको छ धनबहादुर लिम्बू कान्छा मामा हुनुहुँदो रहेछ उहाँले झर्के थाल एउटा दिनुभएको छ धनबहादुर लिम्बू लाइनम्यान झर्के थाल एउटै दिनुभएको छ सागबारी गीतमा रेको डन्टा लिएर आऊ हामी हेरेर नाचिरहेको
ल हुन्छ बस्नुहोस् ल हुन्छ ल हुन्छ जय मसी कहाँबाट हो जाने? जय मसी सबैजना हुन्छ बस्नुहोस् ल सबैजना म यो पुरा राख्छु ल नानी ल अम्पु हुन्छ ल हुन्छ सबैजना बस्नुहोस् ल हुन्छ हुन्छ ल बहिनी बस्नुहोस् ल हुन्छ ल हुन्छ बस्नुहोस् ल हुन्छ हुन्छ बस्नुहोस् है सबैजना हजुर कोही ल अब यति नै हो